को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने बोर्डको तयारी। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ। नियमित तालिका अनुसार असारको पहिलो साता सार्वजनिक गर्नुपर्ने थियो, तर 20 चैत्रदेखि 29 दिनसम्म शिक्षकहरूले आन्दोलन गरेका कारण उत्तर पुस्तिका परीक्षण गर्न ढिला भएकोले उक्त नतिजा सार्वजनिक गर्ने मिति सरेको हो। शिक्षकहरूले 29 दिन आन्दोलन गर्नुभयो, 2 दिन आउजाउ समय गयो, परीक्षण ढिला सुरु भयो। अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन, परीक्षा नियन्त्रक डा गणेश प्रसादले भने। अहिले भने उत्तर पुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको उनले बताए। बिहानीदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौँ। केही ठाउँमा परीक्षण भइरहेको छ। सबै परीक्षण सकिएपछि इन्ट्री र रुजु गर्ने त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौँ, उनले भने। एसईई परीक्षा गत 7 चैत्रदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ 4,31,466 र ग्रेड वृद्धितर्फ 66,715 गरी जम्मा 4,79,183 विद्यार्थी सहभागी थिए।